हेलो फ्रेन्ड्स, नमस्कार। हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज सन्डे हो। सन्डेको दिनमा धेरै काम हुन्छ है। धेरै कामहरूमध्ये मैले एक दुईवटा काम सकिसकेको छु। अब मेरो एउटा काम रहेको छ। भोलि पनि छुट्टी छ, त्यही भएर आज र भोलि गरेर चाहिँ म त्यो काम फिनिस्ड गर्नेवाला छु। आजको काम चाहिँ अबको काम चाहिँ के छ भन्दाखेरि चाहिँ फुल गोड्नुपर्ने छ। अब यहाँ माथिको फुलहरू त ठिकै छ, यतिको अलिअलि सुकिहाल्यो भने पनि निकालिहालिन्छ अलिअलि गर्दै। यहाँ तलतिरको फुलहरू चाहिँ बिजोग भइरहेको छ। पर यता पाटाको भन्दा पनि पर पाटाको म देखाउनेछु ल तपाईँहरूलाई। यो चाहिँ मैले पटहरू चेन्ज गर्नुपर्ने छ र नयाँ एक दुईवटा फुलहरू लाउनु पर्ने। यो पाटहरू त यतिको ठिकै नै छ। यतिको यो अस्ति भर्खरै मैले सफा गरिदिएको हो। यो ठिकै छ यतिको। अनि मैले यहाँ नयाँ त्यो चाइनिज प्लान्ट पनि लगाउनु पर्ने छ। फेरि चाइनिज मनी प्लान्ट अरे कि पुरा उम्रिरहेछ हो बिउहरू। बिउ मतलब बच्चा। त्यसलाई चाहिँ उयो गर्नुपर्छ। यहाँदेखि उता चाहिँ यहाँ हेर्नुहोस् न, झार पलाएको फुलमा हो पुरै। यो टोमेटोहरू अस्ति लगाएको थिएँ मैले यहीँनिर र यो टोमेटोहरू पनि पाकेर पनि खाइसक्यो। अब यो सबै निकालेर फेरि टोमेटोको बदलीमा चाहिँ अर्को म यहाँ केही लगाउने छु। यहाँदेखि उता चाहिँ सबै सिलिक्कै सफा गर्नुपर्ने हुन्छ। ल अब चाहिँ मैले स्टार्ट गरेँ है त साथीहरू, सफा गर्नुको लागि। यो सबै निकाल्नुपर्छ। यहाँनिर कतिवटा फुलेर सकेको फुलहरूको पटहरू छ है। कतिवटा यहाँ टोमेटोहरू अस्ति पाकेर पनि खाइसकेको छ। अब यिनीहरू पनि सबै निकाल्नुपर्ने हुन्छ। मसिनो त छ हो अझै पनि। सबै यो चाहिँ मैले तेलको जरमा काटेर गरिदिएको थिएँ कि रोपिदिएको थिएँ कि फल्दो रहेछ, तर मजाले फलेको थियो। कति 10-12 पटहरू होला हौ टोमेटो चाहिँ। सबै निकालिदिएर अब यसलाई खाली बनाएर राख्नुपर्छ। अहिले के लगाउनु र यसमा। फुलहरू फुल्दाखेरि चाहिँ दामी देख्छ है। भेजिटेबलहरू पनि पाक्दाखेरि चाहिँ मजा राम्रो देख्छ है। तर अब लाउनु चाहिँ कति साह्रो पर्छ। त्यो त लाउनेहरूलाई नै थाहा छ नि। म त त्यस्तो बेसी लगाउने पनि होइन। कोही कोही बेला यसो रहर लागेको बेला लाउँछु। फुलहरू पनि त्यस्तो बेसी छैन मेरोमा। अब कमर्सियल पनि होइन होइन। अब मनपर्छ है फुलहरू रोप्नु। त्यही भएर यसो रोपिहेर्छु अरूहरूको देखेर। अरूहरूकोमा दामी दामी फुलेको देख्छ होइन। त्यो देखेर चाहिँ मलाई पनि रहर लाग्छ नि त। रोपौँ भनेर लगाउँछु। यो भाँच्यो। यो गदावरी चाहिँ सिजनमा अस्ति फुलेन होइन। चिसोले भेटाइहालेछ, ढिलो भएछ, अन्त रहेको थियो। अहिले फुल्दैछ मजाले। र अब यो भाँच्यो, यसलाई चाहिँ म यसलाई भासमा लगाएर राख्छु। अब करिब सक्नु लागि मैले सफा गरेर पनि। र अब यो खाली पटहरू, यो त्यो जरको पटहरू सबै खाली गरेर राखिदिन्छु। अनि यहाँनिर कल्लाहरू छ, कल्लाहरू चाहिँ लगाउँछु। फेरि अर्को पनि भाँच्यो गदावरी। कल्लाहरू लगाउनु ढिलो भइसक्यो होला। अस्ति लगाएको छु 4-5 पट चाहिँ। अब मेरोमा बल्ब छ कि त्यो बल्ब अब म रोप्छु अहिले त्यसलाई। अनि मेरोमा यहाँनिर यो चाइनिज मनी प्लान्ट छ, पुरा उम्रेको छ कि त्यसलाई सारिदिन्छु। ल हेर्नुहोस् है साथीहरू, मैले कम्प्लिट गरिसकेँ मेरो काम चाहिँ। आजको काम चाहिँ लगभग कम्प्लिट भयो।
थ्याङ्क यू साथीहरू, थ्याङ्क यू फर वाचिङ, बाई बाई, टेक केयर।